मेरो क्षेत्रमा पर्यटनको जुन एउटा लक्ष्य हुनुपर्ने त्यो पुरा भएको छैनन्। कमसेकम तिमाल, नौबुद्ध, त्यसै गरी हाम्रो धुलीखेल, पनौती यी धार्मिक स्थलले पनि एकदम प्रख्यात छन् हैन। हजुरको तीनधारे झरना छन्। सबै ठाउँलाई एकचोटि अग्रपन्थीमा राखेर हामी चाहिँ पर्यटनमा जोड टेवा पुर्याएर हाम्रो क्षेत्रलाई उच्च बिन्दुमा लान सकिन्छ होला जस्तो लाग्छ मलाई। नमस्कार, शब्द ज्ञान संवादको राजनीतिक विशेष श्रृङ्खलामा म प्रस्तोता कमल कुङ्केल अनि प्रविधिमा सहयोग गरिरहनुभएका प्राविधिक मित्र सौरभ प्रकाश मैनालीको तर्फबाट हामी यति बेला काभ्रे क्षेत्र नम्बर 1 का 18 जना उम्मेदवारहरूको समसामयिक राजनीतिक विषयमा चर्चा परिचर्चा गर्ने श्रृङ्खलाको करिब अन्तिम चरणमा आइपुगेका छौँ। आज हामी काभ्रे क्षेत्र नम्बर 1 का जुझारु तर स्वतन्त्र उम्मेदवार जीवन लामासँग अन्तर्संवाद गर्ने प्रयास गरेका छौँ। आशा छ हेरेर सुनेर हामीहरूलाई प्रतिक्रिया दिनुहुनेछ। अच्छा जीवनजी, नमस्कार हजुर। नमस्कार। आराम हुनुहुन्छ? एकदम ठिकठाक छ हजुर। आज होली पनि हो, तपाईलाई होलीको एकदम होलीमय शुभकामना सहित आजको कार्यक्रम अगाडि बढाउने अनुमति चाहन्छु। मलाई पनि शुभकामना र सम्पूर्ण काभ्रे क्षेत्र नम्बर 1 का बासिन्दाहरू सबैलाई, आमा बुवा दाजुभाइ दिदीबहिनी सबैजनालाई मेरो म स्वतन्त्र उम्मेदवार जीवन लामाको तर्फबाट ह्याप्पी होली, ह्याप्पी होलीको शुभकामना। नाम त भनिसक्नुभयो जीवन लामा भनेर, अझ डेट नै जीवन लामा कोन, जीवन लामा कस्ता प्रकारका व्यक्ति हुन्, जीवन लामाले चाहिँ राजनीतिक गुरु कसलाई मान्नुहुन्छ, सँगसँगै जीवन लामाले यो स्वतन्त्र उम्मेदवारी किन दिनुभएको भन्ने कुरा सरसर्जी छोटकरीमा बताइदिनुहोस् न। अब म हजुरको जन्मेको 2045 साल जेठ 19 गते। मेरो जन्मस्थल काभ्रे पुरानो गाउँ त्यो बेलामा गाविस थियो, हाल अहिले चाहिँ नगरपालिका भएको छ। नगरपालिका वडा नम्बर 10 नवबुद्ध नगरपालिका, टोलको नाम सिमले। अध्ययनको क्रममा मेरो 2060 सालको मेरो एसएलसी श्रीकृष्ण मावि यहीँ दाप्चा स्कुलबाट सम्पन्न गराएँ मैले। त्यस पछाडि काभ्रे यहाँ सिद्धाएर पछि म पशुपति बहुमुखी क्याम्पस काठमाडौँ 4 माइलमा +2 को अध्ययन सिद्धाएँ। त्यस क्रममा फेरि म शङ्करदेवमा गएर जोइन गरेँ। त्यस पछाडि हजुरको म लगभग 65-66 सालमा युनाइटेड अरब इमिरेट्स दुबई युएईमा क्यारिफोर हाइपर मार्केटमा 3 वर्ष कार्यरत रहेँ एज अ सेल्स म्यानेजर भएर। त्यस पछाडि फेरि म नेपालमा आएँ र मैले आफ्नो व्यवसाय सुरु गरेँ। सानतिनो काठमाडौँमा एउटा लिक्वर सप खोलेको थिएँ। पछाडि फेरि म जर्मन गएँ 2 वर्षको लागि। अघिको युरोपको लाइफ देखेँ, सबै देखेँ, गल्फ कन्ट्रीको लाइफ देखेँ, दुःख सुख सबै भोगेँ आएँ। त्यस पछाडि हजुरको मैले रेन्ज मेजिक कन्स्ट्रक्सनमा एज अ म्यानेजर भएर काम गरेँ 1 वर्ष, लगभग 11 महिना भनेपछि 1 वर्ष भयो होला काम गरेँ। त्यस पछाडि हजुरको म आफै एज अ सप्लायर्सको रूपमा नवबुद्ध सप्लायर्स भनेर मैले धेरै ठाउँमा गिटी बालुवा इटाको सप्लायरहरू काम गर्दै हिँडेँ। जीवनमा उतार चढाव सबैको भइहाल्छ। जस राजनीतिमा आउनु कारण चाहिँ म 2060 साल पछाडि जब मेरो एसएलसी सके पछाडि काभ्रेमा प्राय आम्बुवाहरू सबैजनाले चिन्नुहुन्छ होला। रेशम लामा चाहिँ मेरो मामा हुनुहुन्छ। उहाँको झोला धेरै बोकेँ मैले, धेरै वर्ष बोकेँ भनौँ न। उहाँकैबाट प्रेरित भएर अहिले म स्वतन्त्र उम्मेदवारी दिएको छु। तर उहाँको हात चाहिँ छैन, फेरि कुनै पनि हात चाहिँ छैन। फेरि यहाँ मान्छेले के छन् भने रेशम लामाले टिकट पाएन भान्जालाई उठायो भन्ने रहेछन्। मेरो उम्मेदवारीमा उहाँको 1% पनि हात छैन। म आफ्नो खुल्ला स्वतन्त्र उम्मेदवार दिएको छु। मेरो टिममा जति पनि युवाहरू हुनुहुन्छ उहाँहरूको साथले म अगाडि बढिरहेको छु। ठिक छ, तपाईँ अगाडि बढ्नु त शुभकामना दिनु पनि पर्छ हामीले, हैन? हामी नवबुद्धका मान्छेहरूले हाम्रो मिडियाको स्लोगन पनि हामी तटस्थ पारदर्शिता कुराहरू गर्छौँ। मैले तपाईँलाई गर्न खोजेको प्रश्न चाहिँ के हो भने, जीवन लामा स्वतन्त्र उम्मेदवारलाई आम काभ्रे क्षेत्र नम्बर 1 का मतदाताले मतदान चाहिँ किन गर्ने? यो प्रश्न एकदम मलाई मन पर्यो। किन भन्दा कमसेकम विगत 64 सालदेखि गएको निर्वाचनसम्म पनि हाम्रो क्षेत्रमा प्रायः जसो एउटै पार्टीको एउटै दलको हावी भइरहेछ। अकलबहादुर थिङ, लालध्वज, हाम्रो सूर्यकुमार दोङ, बमध्वजी नियमित तरिकाले एउटै मात्र दलहरूले हावी गरिराख्दाखेरि विकासको क्रमका कुरै गर्नुहुन्छ भने छैन। भन्नुहुन्छ उहाँहरू बाटोघाटो बनायो भन्ने मात्रै त हो नि, अरू केही छैन। स्तर उन्नतिको लागि गर्नुपर्ने तपाईँको गाउँका बाटोहरू हेर्नु भने छैन। अहिले
अहिले हामी हिउँदमा भएर अलिकति हिँड्न सकेका छौँ। बर्खामा कुनै पनि गाउँ जाने बाटो गतिला छैन। जीवनलाललाई भोट दिनुपर्ने कारण चाहिँ के हो भन्दाखेरि कमसेकम यतिको युवाले एउटा जोस र जागरका साथ मेरो क्षेत्रमा शिक्षा, स्वास्थ्य, तपाईँको रोजगारी, युवाहरूको यो रोजगारी, किनकि मैले त भोगिसकेँ नि त। मेरो ठाउँमा बसेर यो ठाउँमा कति कमजोरी छ र यहाँका युवाहरूलाई विदेश जानु बाध्यताको कारण के हो भन्ने कुरा सबै बुझेर, मै पनि गइसकेका मान्छे, सबै कुरा बुझिसकेँ। स्वास्थ्यको अवस्था के छ, शिक्षाको अवस्था के छ, बाटोघाटो विकासकै कुरा गर्नुहुन्छ भने पूर्वाधारहरूको हजुरले हेर्न सक्नुहुन्छ। यो बाटो हजुरको 2050 सालमा बन्नुपर्ने होला, अस्ति 76 मा आएर सम्पन्न भयो। कमसेकम 50 मा बन्या भए त हामी पनि धुलो मैलोमा नगरिकन सेवा सुविधा त त्यही बेलादेखि लिन पाउँथ्यो होला नि त, होइन? हजुरको विकास हाम्रोमा नभएको होइन, तर कछुवाको गतिमा भएको छ। कमसेकम त्यसलाई अलिकति द्रुत रूपमा हामी अगाडि बढाउँछौँ भन्ने मेरो एउटा कल्पना छ, सङ्कल्प छ। मेरो क्षेत्रमा पर्यटनको जुन एउटा लक्ष्य हुनुपर्ने त्यो पुरा भएको छैनन्। कमसेकम तिमाल, नौबुद्ध, त्यसै गरी हाम्रो धुलीखेल, पनौती, यी धार्मिक स्थलले पनि एकदम प्रख्यात छन्, होइन? हजुरको तीनधारे झरना छन्। सबै ठाउँलाई एकचोटि अग्रपन्थीमा राखेर हामी चाहिँ पर्यटनमा जोड टेवा पुऱ्याएर हाम्रो क्षेत्रलाई उच्च बिन्दुमा लान सकिन्छ होला जस्तो लाग्छ मलाई। अब कृषिको हिसाबमा हेर्नुपर्दा हाम्रो यो क्षेत्रमा जस्तै शङ्कु बेल्टमा हजुरको हामी बच्चैदेखि जन्मेदेखि देखेका छौँ सुन्तलाका बगानहरू। अब त्यसमा भएको समस्याहरू सबै समाधान गर्दा अहिले लोप हुँदै गएको छ नि त हजुरको। प्रायः सुन्तलाको बोटमा रोग आउने सबै त्यो के कारणले भइरहेछ, एकचोटि प्राविधिक ल्याएर सबै कुरा परीक्षण गरेर गर्न सक्यौँ भने अझ हाम्रो यो ठाउँबाट कृषिबाट पनि उत्पादन धेरै गर्न सकिन्छ र हाम्रो क्षेत्रलाई धेरै राम्रो हुन्छ भन्ने मेरो आशा छ। पूर्वाधार पर्यटन र कृषिमा पहिलो प्राथमिकता जीवनलालमा होइन? अनि सँगसँगै अब भ्रष्टाचार, अब भ्रष्टाचार भन्दैमा फेरि यहाँ धेरैको नाकमा पर्ला, होइन? मलाई के लाग्छ भन्दा यहाँ जुन यो टुक्रे बजेट छ नि हजुरको 10 लाख, 15 लाख, 20 लाख, यसमा उपभोक्ता समिति गठन गर्ने अनि तपाईँको बजेट निष्कासन गर्ने बेला काम भने 3 लाखको भएको छैन होला, त्यस्तोहरू काम चाहिँ बन्द गर्नु पर्यो। बरु बजेट विनियोजन गर्ने बेलामा एक ढिक्का स्वरूप गरिदिउँ न, कमसेकम आँखाले देखिने बजेट होस् क्या। एउटा चौतारा बनाएको छन् हजुरको, पोखरी खन्या छन्, एउटा 10 लाखको बजेट भन्या छ, पूर्णता पाएन नि त्यसले। कमसेकम दिगो हिसाबले भविष्यसम्म हुने गरी एउटा विकासको काम गर्न सक्नु पर्यो कि। योजना बनाउँछन् हजुरको, त्यो के भन्ने त्यसलाई, उहाँहरूले कसरी योजना बनाउनुहुन्छ र कसरी सम्पन्न गर्नुहुन्छ त्यो देख्दा अचम्म लागिरहेछ है मलाई। 10 लाखको बजेट भनेको छ हजुरको, त्यो काम हेरे नै 2-3 लाखको सम्पन्न भए जस्तो देखिन्छ। त्यही भएर कमसेकम सानादेखि ठुला सबैलाई नियन्त्रण गर्ने भनेर ठ्याप्पै नियन्त्रण त गर्न सकिँदैन। हामी आफै जनता पनि सचेत हुनु पर्यो। मेरो आग्रह चाहिँ भ्रष्टाचार नियन्त्रण गर्नलाई सबभन्दा पहिला जनता नै सचेत हुनुपर्ने छ। त्यस पछाडि यो कर्मचारी तन्त्र यो त बिस्तारै 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 मेरो विचारमा स्टप हुँदै जान्छ होला। सकिन्छ भने हामी गर्न सकिन्छौँ त्यसलाई। तपाईँको चुनाव चिन्ह चाहिँ के हो? मेरो चुनाव चिन्ह क्याप हजुर। यो कसरी यो चाहिँ क्यापै चुनाव चिन्ह लिन्छु भन्ने चाहिँ तपाईँलाई कसरी मनमा आयो? निर्वाचन आयोगले यही नै दियो कि तपाईँको हाउभाउ पर्सनालिटी देखेर क्याप दियो कि के भएको थियो भन्दा निर्वाचन आयोगले मलाई बोलाउनु भयो। हाम्रो नामक्रमको हिसाबले हामीलाई चुनाव चिन्ह छान्न दिनु हुँदो रहेछ अल्फाबेटको अनुसारले। मेरो फ्रन्ट लाइनमा जीवन भयो अलि फ्रन्ट लाइनमा आयो। उहाँहरू 2 जना राजेश र अर्को के हुनुहुन्छ उहाँहरू अलिक पछाडि पर्नुभयो रोमा। हेरेँ हजुरको खसीका टाउका छन्, के छन्, चरा भङ्गेर दुनियाँ देखेँ मैले। कमसेकम मैले अब सोचेको चुनाव चिन्ह त रहन्छ हजुरको। यसो हेरेको त्यसमा क्याप, अब यो कमसेकम शिरमा लाउने टोपी क्याप होला। अलिकति अङ्ग्रेजी भाषामा आइयो, यो परिणत भएर आएको छ, नेपालीबाट ढाका टोपी हुन्थ्यो होला, अङ्ग्रेजीमा आएर अलिकति क्याप भन्ने भएको छ हामीलाई। तर पनि शिरमा त हामी लाउँछौँ नि, सजाउँछौँ नि, एउटा शोभा दिने चिजलाई मैले रोजेँ। ठिक छ। मैले यो किन सोचेको भने तपाईँलाई ठ्याक्क सुहाइरहेको छ, धन्यवाद। त्यो भएको कारणले पनि मैले रोजेँ। तपाईँको राजनीतिक यात्रा हेर्दाखेरि तपाईँ घरैबाट राजनीति सिकेको परिवारबाट हुर्केको जस्तो लाग्छ। अघि पनि भनिसक्नुभयो म भान्जा हुँ भन्नुभएको थियो होइन? तपाईँ वास्तवमा कोबाट चाहिँ बढी उत्प्रेरित हुनुहुन्छ यो राजनीतिमा आउनको लागि चाहिँ? व्यक्तिगत हिसाबमा भन्नै पर्दा त अब आफ्नै परिवारबाट पनि अलिकति प्रेरित त भएको छु। तैपनि
अहिलेको समसामयिक विषयलाई यसो बुझ्दा मध्यनजर गर्दाखेरि मैले किताबहरू यसो बेला बेला अध्ययन गर्ने गर्छु। देशको परिस्थितिले जुन अहिलेको विषम परिस्थितिमा युवा नै खोजिरहेछन् नि। अब यहाँ युवा त युवा पुराना दलहरूले अनुहार मात्र फेरिदिएका छन्, नीति नियम त्यही पुरानै पार्टी। एउटा जनतामाथि वृत्तिष्णा जागिरहेको बेलामा एकचोटि अगाडि एकचोटि बढौँ न त, मलाई जनताले साथ दिन्छन् भन्ने मलाई ठुलो अपेक्षा र भरोसा आश सबै कुरा भएरै म चाहिँ यसपालि चुनावमा उम्मेदवारी दिएको छु। भनेपछि उत्प्रेरणा राजनीतिक रूपमा उत्प्रेरणा आफैबाट लिनुभयो? के हदसम्म मेरो मामाको नि उहाँले सिकाउनु भएको छ, किनकि उहाँको झोला मैले धेरै बोकेर हिँडेँ। उहाँको निर्वाचनमा उहाँ जसरी हाम्रो भौगोलिक क्षेत्रमा उहाँ जसरी खटिनु भएको थियो नि, तपाईँको लगभग 69वटै वडामा उहाँले जसरी खट्नु भएको थियो, त्यो उहाँले 2-4वटा कुराहरू पनि सिकाउनुहुन्थ्यो। पहिला पहिला हेर बाबु, राजनीति भने कठिन छ, सजिलो होइन, मान्छेले देख्दा चाहिँ एकदमै सजिलो छ, यो नेता भएछ भन्नुहुन्थ्यो, तर भित्री कुरा धेरै गाह्रो छ भने उहाँले धेरै कुराहरू मलाई सिकाउनुहुन्थ्यो। त्यही भएर उहाँबाट पनि जसमा प्रेरितै छु। उहाँ नै मेरो लगभग गुरु नै भन्नु पर्ला। हाम्रो रेशम लामाजी तपाईँको गुरु हुनुहुन्छ, राजनीतिक गुरु हुनुहुन्छ। सँगसँगै अहिलेको राजनीतिक दलहरूको चाहिँ विकृत मानसिकताले गर्दाखेरि पनि तपाईँ स्वतन्त्र उम्मेदवार भन्नुभयो नि, त्यही नै हो नि त। अब अलिकति प्रसङ्गलाई अलिकति फरक तरिकाले लैजाउँ, किनभने चुनावी माहौलमा सबै सिरियस कुरा, चुनावका मात्रै कुरा पनि हुँदैनन् नि होइन, व्यक्तिगत वैयक्तिक कुराहरू पनि हुन्छन् होइन। वैयक्तिक कुरा सँगसँगै तपाईँले झन्डै 69वटा त वडाहरू घुम्नुभयो होला कि घुम्नु भएन? हजुरको अहिले मेरो अब हालसम्म आजसम्मलाई चाहिँ मैले लगभग 60वटा जति चाहिँ घुमेँ। 2-3वटा बाँकी छ आफ्नो टोल छरछिमेक। मैले जोड्न खोजेको कुरा चाहिँ के भने तपाईँलाई सबभन्दा आशा लागेको ठाउँ चाहिँ कति हो, कुन चाहिँ वडामा छ? हजुरलाई मलाई वडा भन्दा नि मेरो नौबुद्ध नगरले नै मलाई माया गर्नुहुन्छ नि पूर्ण विश्वास छ मलाई चाहिँ, किनभने म यति कलिलो उमेरमा नौबुद्धबाट मैले उम्मेदवारी दिएँ र नौबुद्धवासीहरू आमा बुवा दाजुभाइ दिदीबहिनी सबैले मलाई फोन गरेर अब सञ्चार माध्यमबाट हुन्छ कि भेटेर प्रत्यक्ष रूपमा हुन्छ कि प्रत्यक्ष अप्रत्यक्ष दुवै तरिकाबाट उहाँहरूले मलाई ढुकाउनु है बाबु हामी छौँ भन्नुभएको छ। एकदम खुसी लागेको छ मलाई हजुरको। मलाई पूर्ण विश्वास मेरो नौबुद्धवासीले नै माया गर्नुहुन्छ, स्पेसल्ली बाहिरी पनि मलाई सबै साथीभाइ इष्टमित्र मेरो चिनजानकाहरू सबैले मलाई माया गर्नुभएको छ। तपाईँलाई अर्को चाहिँ के लागेको भने मलाई तपाईँसँग कुरा गरिरहँदाखेरि करिब करिब एउटा हामी पनि जोसिलो युवाहरूभित्र पर्छौँ नि, आफ्नै बिम्ब चाहिँ त्यहाँ प्रतिनिधि भएर उठिरहेको जस्तो लाग्छ होइन। म भनेको जीवन लामा हो जस्तो लाग्छ। म जस्तै धेरै युवाहरू हुनुहुन्छ होला नि तपाईँप्रतिको, तपाईँले देखाउनु भएको जोस होइन जागरलाई टेकेर यो काभ्रे क्षेत्र नम्बर 1 को चाहिँ समग्र विकासमा चाहिँ म चाहिँ वकालत गर्दै पैरवी गर्छु भन्ने सोच भएका उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ, अथवा उहाँसँग चाहिँ कसरी चाहिँ तपाईँले यस कारणले चाहिँ जीवन लामालाई चाहिँ स्वतन्त्र उम्मेदवार भएको कारणले गर्दा मलाई चाहिँ मत अभिव्यक्त गर्नुपर्छ भन्न सक्नुहुन्छ तपाईँले? युवाहरूलाई भन्नु पर्दाखेरि हजुरको जुन 84मा हुनुपर्ने निर्वाचन अहिले 82मा भइरहेछ, हुँदैछ। अब 2-4 दिनमा त निर्वाचनै सम्पन्न भइहाल्छ। युवाहरूलाई के भन्छु भने कमसे कम यो चुनाव के का कारणले भयो त? हाम्रो देशको युवाहरू नै जागेर जेएनजी आन्दोलन पछाडि जुन देशमा विघटन संसद विघटनको आएर संसद विघटन भएर जुन हाम्रा सुशीला कार्कीज्यू प्रधानमन्त्री हुनुभयो, युवाहरूले नै गर्दा भएको हो नि त। कुनै दल कुनै पार्टीले गर्दा यो निर्वाचन भएको होइन। यो कुरा चाहिँ आम नेपाली आम काभ्रेवासी सबैले बुझ्नुपर्ने कुरा। कमसे कम युवाहरूको कारणले भइसकेपछि म एउटा युवा प्रतिनिधित्व त गर्नु पर्यो नि। यहाँ त दलकै मात्र हाबी भएको छन्। अब यहाँ दसैँ लागेछन्, चुनाव होइन हजुर, यहाँ त दलहरूलाई त दसैँ लागेछन्। हेर्नुहोस्, लाभा लस्करदेखि लिएर उनीहरूको त यति धेरै छन्। तर पनि मलाई एउटा पूर्ण विश्वास के भन्दा हाम्रा काभ्रेका र अहिले अब म हुन त क्षेत्र नम्बर 1बाट भएको हुनाले काभ्रेकै भन्नु न, स्पेसली हुन त सबै देशभरिका युवाहरूले मलाई माया गर्छन्, तैपनि चिनेकाहरूले। तर स्पेसली हाम्रो काभ्रे क्षेत्र नम्बर 1 का युवाहरूलाई चाहिँ म के अनुरोध गर्न चाहन्छु भने जुन किसिमको तपाईँहरूको माया स्नेह छ नि, सबै कुरा मतदान गरेर मलाई एकचोटि चुनाव चिन्ह क्याम्पमा मतदान गरिदिनु होला, मेरो हार्दिक अपिल। युवाहरूले मैले भने नि अघि नै जुन यो देशको विषम परिस्थितिमा चुनाव के का कारणले भयो भन्ने कुरा सर्वत्र सबैलाई सर्वाङ्गै छ नि हजुरको। यो त
अनि यस्तो हुँदा पनि एकजना युवा पनि नआउँदा त कमसे मलाई पनि पीडा भयो नि। सबैजना आएका छन्, दलको हिसाबमा आछन्, स्वतन्त्र भएर त एकजना पनि आएको छैनन्। अब स्वतन्त्र भएर हाम्रो एक दुईजना आउनु भएको छन् रायसीहरू, उहाँहरूको उमेर हेर्दाखेरि सायद युवामा गनिँदैन होला सायद। म त एउटा यतिको जोसिलो युवा आछु नि, हजुरले भन्नु भने हजुरलाई म नै जीवन लामो हो कि जस्तो लाग्ने कुरा गर्नुभयो, खुसी लाग्यो मलाई, धन्यवाद त्यसको लागि। सबै काबिल युवाहरूलाई, क्षेत्र नम्बर 1 का युवाहरूलाई, युवा जतिले म नै जीवन लामा हुँ र म नै उम्मेदवार जीवन लामाको प्रतिनिधित्व गर्दैछु भनेर एकचोटि माया गरिदिनु होला। यतिको युवाले जोस र जागरका साथ आएको छु, कुनै दलसँग आबद्ध छुइनँ होला। हिजो कुनै पार्टीका झोला बोकेँ होला मैले, तर कुनै एउटा वडा सदस्यदेखि लिएर पानी सदस्य पनि म उठेको छुइनँ आजसम्म। अहिले त देशको यो परिस्थितिले गर्दाखेरि जुन यो यस्तो परिस्थितिमा मैले एउटा उम्मेदवारी दिएको छु, युवाहरू सबैजनाले एकजुट भएर मलाई माया गरिदिनु हुन्छ भन्ने ठुलो आशा राखेको छ। हजुर तपाईले यो जेनजी आन्दोलनको प्रतिनिधि पात्रको रूपमा तपाईले आफूलाई उभ्याउनु भएको छ हैन? हजुर हजुर। अहिलेको यो 84 मा हुने चुनाव पनि 85 मा हुने चुनाव पनि सरी एउटा सरकारबाट एउटा गलत काम गरेको कारणले गर्दा जनता उर्लिएर युवाहरू उर्लिएर अपदस्थ गरेको हो नि त हैन? अहिलेको अवस्था त त्यो हो नि त। भनेपछि ती पार्टीका नेताहरू आएर तपाईसँग भोट माग्दा तपाईलाई कस्तो अनुभव हुन्छ? अघि म एउटा गाउँमा गएको थिएँ, अनि एकजना युवाले भन्थे कि यता यो पोस्टरै हालिदिउँ क्या, यो दलहरूलाई निषेध भन्ने एउटा कुरा गएको थियो। मैले होइन, अधिकार हो उहाँहरूको पनि होइन, अधिकारमा हामी हनन गर्नु हुँदैन, हस्तक्षेप गर्नु हुँदैन। उहाँहरूको विचार सुनिनु होला। अब विचार त कति 2006 सालदेखि काङ्ग्रेसको सुने, 46 पछाडि एमालेको सुने, 62-63 पछाडि माओवादीको सुने, हामी सुन्दै आएका छौँ नि। हाम्रो अरू सुन्ने बाहेक विकल्पै थिएन। यो पालि त मैले एउटा विकल्प बोकेर आएको छु नि त हजुरको, चुनाव चिन्ह क्याप लिएर। म त एउटा विकल्पै हो नि हजुरको, कमसेकम विद्रोह जस्तै हो नि। यी पार्टीकाहरूलाई त मैले एकचोटिलाई पन्छाउँछु अथवा साइड लगाएर म चाहिँ अगाडि बढ्छु भनेर एउटा युवा आँटिरहेको बेलामा जस मलाई साथ दिन्छन् भने मलाई 100% छ जस मलाई। यो युवाको किन सरी ठिक छ। हाम्रो काभ्रे क्षेत्र नम्बर 1 को हजुर विकासका बाधकहरू चाहिँ के रहेछन् तपाईले औल्याउनु भयो होला नि? अब भन्नै पर्दाखेरि मैले जिल्लामा समष्टिगत रूपमा हेर्ने पालिकातिर गएँ। बेरेजुमा हाम्रो 1 नम्बरमा हाम्रो महाभारत गाउँपालिका पर्छ, शून्य बेरेजुमा अरू पालिकाहरूको त्यहाँ पनि त्यो हुनुको कारण चाहिँ तपाईँको 1 वडादेखि माथि भएको चाहिँ सबै वडामा उहाँहरूको त तलदेखि माथि प्राय सबै एउटै दलका हुनुहुन्छ नि त। त्यही भएर पनि होला सायद उहाँहरूको ठ्याक्क मिलाएर मिलामात्रमा ठिक छ, बधाई छ। तै पनि होइन, शून्य बेरेजु पार्नु भएको छ। यहाँ चाहिँ के छ भने हजुरको त एमाले म काङ्ग्रेस, त माओवादी त यो होइन। अनि गाउँ गाउँमा पनि हुने त्यही रहेछ कि यसले एउटा काम गर्न लाग्यो भने त्यसले यो गर्न लाग्यो, त्यसलाई चाहिँ त्यसले त्यहाँबाट कमाउँछ भन्ने एउटा भान क्या। त्यही भएर भने हजुरको यो टाक्रा टुक्रो बजेट भन्दा पनि एउटा दिगो बजेट दिनु सक्नु पर्यो कि, आँखाले देखिने तरिकाले। अनि फेरि दिगो बजेट पनि त्यसमा पनि फेरि अब टेन्डर हाल्ने, टेन्डर प्रक्रियामा जाँदा बिलोमा हालेर फेरि काम नगरेको त्यसमा त इतिहास पनि छ नि त हैन? त्यसमा त मैले भने नि हजुरको कारबाही गर्न सक्नु पर्यो। अहिलेका जनप्रतिनिधिहरूको काम के त, के भत्ता मात्रै पचाउने होइन नि, प्रत्यक्ष रूपमा अगाडि बढ्नु पर्यो। उहाँहरूले जिम्मेवारी पाएको छ नि त, एउटा जनताले चुनेर उहाँहरूले एउटा सदस्यदेखि लिएर वडाध्यक्षदेखि लिएर मेयर साहब बन्नु भएको छ नि। उहाँहरूले चाहिँ के गर्नु पर्यो, प्रत्यक्ष रूपमा फिल्डमा गएर काम कसरी भइरहेछ, ठिक छ 30% 40% विलम्ब भएको छ नि, भोलि उनले हाल्नुको कारण त्यहाँ कति कमसल हुने हो कि त्यहाँ हजुरको होइन, सबै कुरा एकचोटि राम्रोसँग सूक्ष्म तरिकाले हेर्नु पर्यो। जनताले उहाँहरूलाई त्यतिकै फोकटमा त्यो मत हालेर जिताइदिनु भएको त होइन होला। कमसे कम उहाँको आफ्नो काम के हो र आफूले गर्नुपर्ने देखाउनु पर्ने के हो भन्ने कुरा चाहिँ। भनेपछि स्थानीय लेभलका जनप्रतिनिधिहरू चाहिँ राजनीति र समाजसेवा के हो भनेर नबुझी लाग्नु भयो भन्ने अर्थ लाग्दा हुन्छ? भाषा भन्दा हजुर यो मेरो आफन्त दिनु न त उठाएर छ भन्ने टाइपको पनि धेरै देखियो कि हजुरको। त्यो भन्दा पनि सक्षम व्यक्तिलाई दिनु सक्नु पर्यो, सक्षम व्यक्तिलाई जिताउनु पर्यो कि। भनेपछि क्याप चिन्हको उम्मेदवार चाहिँ प्रतिनिधि सभामा काभ्रे क्षेत्र नम्बर 1 को सबै समस्या दलित, अल्पसंख्यक, पिछडा वर्ग, ब्राह्मण, क्षेत्री, तामाङ सबै जात जातिलाई समेटेर लान सक्ने जीवन लामा हो भन्दा मैले बुझ्दा हुन्छ?
अभियसली हजुर धन्यवाद त्यसकै लागि मैले आफ्नो उम्मेदवारी दिएको छु कमसे कम यहाँ जातको कुरा गर्नु भएन क्या म यो जाति यो तामाङ जाति हामी सबै नेपाली म चाहिँ एउटै कुरा गर्छु हामी सबै नेपाली भएर काम गर्न सिकौँ तामाङले यो गर्ने क्षेत्रीले यो गर्ने बाहुनले यो गर्ने दलितले यो गर्नेतिर हामी नलागौँ न होइन हामी नेपाली भएर काम गरौँ राष्ट्रलाई कसरी जोगाउने राष्ट्रलाई कसरी समृद्ध गर्ने समृद्ध काभ्रे कसरी बनाउनेतिर लाग्नु पर्यो क्या हामी कार्यक्रमको अन्त्यमा छौँ तपाईँले कुरा जोड्दै ठ्याक्क सम्झ्यो समृद्ध काभ्रे चाहिँ कसरी बन्छ अब भन्नै पर्दा कमसे कम मलाई चाहिँ के लाग्छ यहीँ बसेर हामी नवबुद्धकै काखमा बसिरहेछौँ कमसे कम यति पुरानो इतिहास भएको मन्दिर यहाँ छ नवबुद्ध कमसे कम यो नवबुद्धलाई हुन त वर्ल्ड हेरिटेजमा नराखे पनि संसारले चिन्ने भइसकेका छन् तर पनि कमसे कम यसलाई वर्ल्ड हेरिटेजमा एउटा ऐतिहासिक रूपमा राख्न सक्यौँ भने त पर्यटनको हाम्रो अपार मात्रामा हुन्छ नि त हजुरको यहाँ त एक बोतल पानी बेचेर गुजारा गर्न सकिन्छ यहाँका मान्छेहरूले व्यापार व्यवसाय त्यतिकै बढ्छन् चहलपहल जति धेरै चहलपहल भयो हजुरको त्यति व्यापार बढ्ने हो सबैलाई अहिले जति कन्ट्रीले देशहरूले चिनेका छन् नि हाम्रो नवबुद्धलाई अझ संसारभरिका सबै मान्छेले चिन्छन् नि हजुरको वर्ल्ड हेरिटेजमा राख्न सके त कमसे कम मेरो एउटा पनौतीलाई हेर्नु त पनौती त्यस्तो संस्कृति बोकेका ठाउँ छ मठ मन्दिरको एकदमै मठ मन्दिर भरेर भरिपूर्ण भएको ठाउँ हो नि धुलिखेल हेर्नुहोस् नगरी त्यस्तै राम्रो छ कमसे कम यो ठाउँहरूलाई हामीले अलिकति जुन अहिले लेभलमा छ त्यसलाई अर्को 2 स्टेप माथि लेभलमा लान सक्यौँ भने त हामीले काभ्रे समृद्ध गर्नलाई धेरै समय नै लाग्दैन हजुर समृद्ध काभ्रे बनाउनको लागि पहिलो प्राथमिकता पर्यटनलाई दिएको कृषि अनि सुशासन त छँदैछ हैन तपाईको भ्रष्टाचार रहित समाज बनाउने तपाईको उद्देश्य मेरो संकल्पै भइहाल्यो हजुर हामी कार्यक्रमलाई अब करिब अन्त्यमा ल्याइसकेका छौँ हजुर तपाईको चुनावी यात्रा सफल रहोस् सँगसँगै 1,61,009 जना मतदाताहरू हुनुहुन्छ तपाईले मत परिणाम चाहिँ कति जति ल्याउँछु भनेर अपेक्षा गर्नु भएको छ अहिलेको परिस्थिति हेर्दाखेरि यत्रो गाउँ डुले हरेक पालिका हरेक वडातिर गए नगरपालिका घुमे सबै आमा बुवा दाजुभाइ दिदीबहिनी सम्पूर्णले मलाई माया दिनुभएको छ आशा छ फेरि एकचोटि भन्छु म काभ्रे क्षेत्र नम्बर 1 चुनाव चिन्ह क्याब स्वतन्त्र उम्मेदवार म जीवन लामा सबैले मलाई यसपालि क्याब चिन्हमा मतदान गर्नु भएर हजुरको म सायद जित्छु नै भनेर आफ्नो उम्मेदवारी दिएको छु अब यी आमा बुवाहरू सबैले मलाई माया गर्नुहुन्छ भने ठुलो अपेक्षा राखेको छु अपिल पनि गर्दछु हजुर मतको लागि समय दिनुभयो धन्यवाद धन्यवाद